नमस्कार साथीहरू, आज हामी कुरा गर्नेछौँ मूलाङ्क 3 बारेमा। यदि तपाईँको जन्म तारिक 3/12/21 वा 30 हो भने तपाईँको मूलाङ्क 3 हुन्छ र यो मूलाङ्कलाई गुरु जुपिटरले नियन्त्रण गर्छ। यो मूलाङ्क भएका व्यक्तिहरू धेरै बुद्धिमान, भाग्यशाली र सफल हुन सक्ने क्षमता भएका हुन्छन्। तर यस मूलाङ्कसँग कुनै चुनौतीहरू पनि जोडिएका हुन्छन् जुन हामी आज विस्तारमा बुझ्नेछौँ। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। मूलाङ्क 3 लाई ज्योतिषमा ज्ञान र भाग्यको अङ्क भनिन्छ। यो मूलाङ्क गुरु ग्रहसँग सम्बन्धित छ जसले शिक्षा, धर्म, ज्ञान र बुद्धिमत्ता दिन्छ। मूलाङ्क 3 भएका मानिसहरू जन्मजात नेता र शिक्षक स्वभावका हुन्छन्। अब जानौँ यसको स्वभाव। मूलाङ्क 3 भएका व्यक्तिहरूको स्वभाव निकै रोचक हुन्छ। धेरै बुद्धिमान हुन्छन्, आत्मविश्वासी हुन्छन्, राम्रो बोल्न सक्छन्, अरूलाई प्रेरणा दिन सक्छन्, धार्मिक र आध्यात्मिक सोच हुन्छ। तर कहिलेकाहीँ धेरै कुरा सोच्ने, अरूलाई सुधार्न खोज्ने, अलि अहङ्कारी हुने बानी पनि देखिन्छ। अब जानौँ करियर। मूलाङ्क 3 भएका उपयुक्त क्षेत्रहरू: शिक्षा क्षेत्र, मोटिभेसनल स्पिकर, धार्मिक गुरु, ज्योतिष, सरकारी सेवा, मिडिया, राइटिङ, कन्टेन्ट क्रिएसन, बिजनेस लिडरसिप। यो मूलाङ्क भएका व्यक्ति जहाँ गए पनि सम्मान पाउँछन्। अब जानौँ प्रेम जीवन। प्रेम सम्बन्धमा मूलाङ्क 3 मा इमान्दार हुन्छन्, सम्मान चाहन्छन्, स्थिर सम्बन्ध चाहन्छन्, तर धेरै अपेक्षा राख्न सक्छन्। कहिलेकाहीँ भावनाभन्दा तर्क बढी चल्छ। पार्टनरसँग गहिरो समझदारी चाहिन्छ। कमजोरी। मूलाङ्क 3 का केही कमजोरीहरू: अहङ्कार आउन सक्छ, अरूको कुरा कम सुन्ने, निर्णय ढिलो गर्ने, धेरै अपेक्षा राख्ने। यी कमजोरी सुधार गर्न सके जीवन अझ सफल हुन्छ। सफलता र भाग्य। मूलाङ्क 3 भएका व्यक्तिहरू भाग्यशाली हुन्छन्, ज्ञानको सफलता पाउँछन्, समाजमा नाम कमाउँछन्, नेतृत्व क्षमता बलियो हुन्छ। यदि गुरु ग्रह बलियो भयो भने जीवनमा ठूलो उचाइमा पुग्न सक्छन्। त्यसैले साथीहरू, मूलाङ्क 3 लाई ज्ञानको राजा, किङ अफ विस्डम भनिन्छ। यदि तपाईँको मूलाङ्क 3 हो भने तपाईँ ठूलो क्षमता छ, तर तपाईलाई सही दिशा दिनु आवश्यक छ। भिडियो मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद। यदि तपाईँले हाम्रो च्यानल सब्स्क्राइब गर्न भुल्नु भएको छ भने